चित्त नबुझेको कुरा अहिले भन्यो भने राम्रो हुन्छ हैन। रसी यसरी टाङेर अब सबै उ गरेको छ हैन। अब दुई जनाको साथको कुरा भयो। गिलो नहोस् मलाई सारो पुरा सारो। ल एकडा ओ सारो छोरोली पैसाहरुको कुरा पनि के कसो हो दाइलाई भन्नु फेरि भन्नु के ल्यान्डर कोसिसी अब आधा लान्छु भनेको मैले। अब काम त अब यत्रो ढुङ्गा लरन बोकेर वहाँ राखिसकेछन्। खल्टोमा अब खन्छन् आज 17-18 हजार दिनु अनि अरु एकैचोटी लान्छु। अब यो त आज भ्याइदिन्छम र अब भोलि काम टिपर गरेर अनि फिनिशिङ गर्दिन्छम। तार लाउन पाइन्न अहिले किन भन्नु न 2 दिन पछि आज बल्ल यो गर्छ भोलि नै तार टंगाउने हो नि त्यो त हल्लिन्छ हुँदैन। यो सबै काम भ्याइदिन्छ सेट हुनु पर्यो नि त। अब हतार छ भन्दैमा आजको भोलि तार टाङ्ने हैन यस्तो त्यस्तै हो। हामीहरु चाहिँ यहाँ कति भ्याउँछौ गर्छ भोलि पर्सी निको पर्सी त हामी कुनै हालतमा नि बस्न पाउँदैनौं जान्छौं। हो त काम चाहिँ दाइले जिम्मेदार जानु हाम्रो गर्ने काम हामी गर्छौं। तारको काम चाहिँ तारको काम र तारको काम मात्रै बाँकी रहन्छ अरु सबै। अब आज हामीले यो भ्याइन्छौं भोलि र पर्सि त भ्याइदिहाल्छौं हामीले त। अब हामीले दाइ हामीले बसुन्जेल अब पानी सानी हाल्छौं के रे हैन। अब हामी गएपछि पानी हाल्ने तपाईको पानी त हाल्नै पर्यो नि यो त हुनुपर्छ। हाल्नै पर्यो नि तारसाल हार्छन् यिनीहरुले हाल्दिन्छन् हैन। यिनीहरुले हाल्दिसकेपछि त्यो तपाईले हेर्दिनु होला। अरु कुरा त हामीले हेरिरहेछौं हैन। पानी पनि हामीले हालिराखेको छौं ड्याङ्गा पनि हाल्यौं। त्यही गर्नु पर्ला। अब भात खानु भयो कि खानु छैन हजुरले? हो त नि अब हिजो त्यस्तै गरेर अत्ताए उ गरे। अब कति बजेतिर एकपटक आउनु न त साइला नि आउँछ त्यतिखेर आएर अनि साइला कतिखेर आउँछ अनि सँगै बसेर अनि यिनीहरुलाई नि अब कति दिने हो के हो सल्लाह गरेर दुई भाइ मिलेर मिस्त्रीसँग उ गरेर गर्नु होला के। अब उसको वास्तोलाको नि ढुङ्गाको नि दिनु पर्यो। कति बजेतिर आउनुहुन्छ भन्नु त? म त तुरुन्तै आउँछु 1.5 घण्टामा। कति भाइ कतिखेर आउँछ? भाइ आउने बित्तिकै फोन गरे हुन्छ मलाई। हुन्छ त्यतिखेर आएर अनि यहाँ सल्लाह गरेर दिमला नि त यिनीहरुलाई पनि यिनीहरुलाई नि चाहियो नि। अब यत्रो काम गरिसकेपछि त अब गर्ने कुरा आएन। ए हो त नि त्यो कान्छालाई पनि अलिअलि पैसा यसो मैले नि उ गरमला भनेछु के अलिकति सहयोग गरमला भनेर गरेछ। कहिलेको लागि फिक्स भछ रे बिहाको? ए हो ल हुन्छ अहिले कतिखेर हुन्छ अनि यिनीहरु जानु यिनीहरु त 5 बजे जान्छन् के रे त्यो भित्रमा अनि तपाईलाई ल अनि बालुवा नि मगाएको छु के मैले एक ट्र्याक्टर। फोटो नै हेर्नु धेरै भयो आफ्नो फोटो हैन। हुन्छ नि त जान्नु तपाई। अहिले म साइला आउने बित्तिकै फोन गर्छु हुन्न र पछि हेरम न पनि हैन 4 बजेसम्म यसो कामसाम गर्दै गर्नु नि त हजुरले। दाइ त्यही म त अरु भन्दा नि पछि गएर फेरि यो सिमानाको कुरा किसकिस नहोस् भनेर के मलाई त्यही पिर लाएर। अब त यो त एक जनाको मर्दै व्यक्ति भएन 2 जनाको हैन बराबर गर्दिछु देखिहाल्नु पर्यो। अब यही त अब अस्ति मैले भयो भन्दा 4 इन्ची यता 4 इन्ची यता गर्दिन्छु यो 20 सेन्टरमा राखिदिन्छु। खोइ धाउ छोरो अब यो धाउ भूमिबाट तन्काएर सब स्टेट जस्तो यहाँ सिधा त्यस्तै हुँसम्म जान्छ क्या। यति बाङ्गो डिङ्गो हुन्न बाङ्गो भन्छ नि फोरेर बर सार्दिने 2 सुता 3 लाइन त यस्तो त केही नि हुँदैन त हैन। वहाँबाट लामो तानेको छ हावाले यसलाई फाल्देको छ। हामीले पो के गर्न सक्छ देख्नु न धाउ फाल्दिन्छ तर त्यस्तो चाहिँ फरक परे जस्तो लाग्दैन। त्यस्तो फरक त अब यही हेर्नु न अब यो फलेको राखेबाट हेर्नु न हैन। दाइलाई चित्त बुझाइदेऊ तिमीहरुले भइहाल्यो। हामी त अब यही हेरिराखेको छ हैन। दाइ फेरि अब भ्याउनु भएको छैन यता र उता गर्दाखेरि हैन त दाइ।
ठिकै छ होइन यिनीहरू यहाँ माटो हाल्नुपर्छ होला ठिकै छ नि भयो त्यहाँ माटो